अचेल हातहरू काँपिरहेछन्। डर लाग्न थालेको छ। मन विचलित हुन्छ, बेचैन हुन्छ। अँध्यारो कोठाभित्र एक्लै मनोवाद गर्छु अचेल। त्यस बेच्नेहरूलाई भोट हालिरहेछु। अब पनि कसको लागि भोट हाल्ने मैले? केका लागि भोट हाल्ने मैले? एक्लै अँध्यारो कोठामा एक्लै मनोवाद गरिरहेछु। 60-70 उमेर काटेको यो जिन्दगी दुःखै दुःखमा बित्यो। परिवर्तन हुन्छ धैर्य गर जिन्दगी भन्दा भन्दै बित्यो। बिउ बिजन र मोल बाँड्ने सरकारले इन्तजार गरायो। अनुदान दिन्छु भनेर झुटो आश्वासन बारम्बार गरायो। धितोमा राखेर सम्पत्ति बैंकले ब्याजदर बढायो। ब्याजमाथि स्याज थपेर दस्तुर चढायो। युरोप अमेरिका जानलाई बाउले जोडेको जमिन बेच्नु छ। खाडीको मरुभूमिमा पसिना र इमान बेच्नु छ। पहिले पहिले बम्बईमा बेचिन्थे नारीहरू थोरै भारूमा। अहिले ठुला सहरहरूमा डलर र युरोमा बेचिरहेछन्। सरकार सर्टिफिकेट भन्दा पासपोर्ट बढी छापिरहेछ। बजेटको वार्षिक रेमिट्यान्स बढी आयो भनेर मापन गरिरहेछ। लासहरूको गोदाम छ, लासहरूको गोदाम छ। मलामी छैनन् आर्यघाट यी सहरहरूमा। वृद्धा र बालबच्चा छन्, जनशक्ति जवानी छैन यो गाउँघरहरूमा। म अचेल एक्लै अन्धकार कोठाभित्र आफै मनोवाद गरिरहेछु।